नमस्ते सबैजनालाई। आज 2081 चैत 7 गतेको दिनमा म र मेरो कान्छी बहिनी फापर थोरै यो खौटीमा यो कम्पाउन्डभित्र फापर काट्नु थियो र हामी बिहान 7 बजे 6:30 बजे आएर फापर बारीभित्र बसेर र बहिनी पनि आयो र हामी दुईटा फापर काट्दै खुसी लाग्छ। काम गर्न पाउँदा के गर्नु, अब काम त गर्न पर्यो, खाली राखेर भएन। मलजल नभए पनि जे पाउँछ अब सिजन अनुसार अब फापर काट्यो अनि भोलि फापर काटिसकेपछि मकै ट्र्याक्टर लाएर यसो लगाइदिने। अब तलतिर चैते धान रोप्छ, फेरि चैते धान रोपेको पनि मैले भ्लग हाल्नेछु। अहिले फापर काटेको हालका दृश्य। काम गर्दा त दुःख त हुन्छ, पनि रमाइलो पनि हुन्छ, शरीरलाई एक्सर्साइज। बिहानै उठेर मर्निङ वाक जानुभन्दा काम गर्दाखेरि जे होस् पेटलाई यसरी थिचे जस्तो अनि एक्सर्साइज हुन्छ जस्तो लाग्छ है बिन्दु। ल मेरो कान्छी बहिनीलाई खाजा ल्याएको। ए बिन्दु, ल आऊ खाजा खाम है। ल एकछिन भने पनि खाम, यो खाजा त खान पर्यो नि। ल ओ बिन्दु, ल आऊ त छिटो, खाजा खान पर्यो। ल अब खाजा खाएर यो पाउरोटी मैले यहाँ मको ऊ ल्याएको छु। तेल परेन यो मेरो बुढोलाई म त आज बिहानै बिन्दु कान्छी बहिनी बिहानै आउँछु 5 बजे। म दिउँसो घाम हुन्छ, बिहान तिमी खेतमा देखेन भने त म त भाग्छु, म त काट्दिनँ भनेको थियो। म 5 बजे 4:30 बजे उठेर अनि यो चाहिँ म है लोकलमा यो लोकलमा हो, घरपालम हो। अब बहिनीलाई अब यसो मलाई सघाइदिने, बहिनीलाई मको पाउटीसँग बटर चाहिँ भन्नुहोस् न, सुचर हो, यसरी थिचेर खाने। ल बुढो तपाईँलाई हो म एउटा एकछिन काम गर्दा भन्यो भने खाजा त खाएपछि भुक्क हुन्छ। अब पाउडी त कस्तो साह्रो रहेछ त, लोकल यहीँ बनाएको। मेरो पिर्का पिर्का त यिनले लचेरको। ल अब तलको दुइटा फौटी त झाड एकदम झाड भएर कस्तो काट्नुभन्दा यसरी हातले उखाल्ने माटो आउँछ। काटेको पनि घाँस खासै बेसी त छैन, खाली छोड्नुभन्दा वा यति भएपछि कहिले कहिले आफूलाई ढेँडोहरू खानुहुन्छ, ढेँडो रोटी खानुहुन्छ। रोटी खै मैले त कहिले पनि खाएको छैन रोटी त, हुन्छ नि ढिँडो। कहिले कहिले अब यसो आफन्तहरूलाई 1-2 माना दिन हुन्छ। मसिनो त काट्न नमिल्ने के र धन्दा यो। अब अहिलेको केटाकेटीले यसरी काम गर्दैन, मेरै केटाकेटीले गर्दैन, छोराले पनि गर्दैन। छोरीले कहिले कहिले बारीतिर काम गर्न पर्यो छोरी भन्यो भने त बरु म कलम घुमाएर बस्छु, म काम गर्दैन आमा, तपाईँले यस्तो काम गर्ने कुरा नगर्नु भन्छ क्या। के गर्नु, छोराले पनि यसरी कोदाली आँसी गैँती लिएर बारीमा कहिले काम गरेन, के गर्ने हो, कसरी जीविका
बेलुका चलाउँछ होला अहिलेको क्या मेरो बच्चाहरू। यो तलको दिदीले त यो फापर त बिन्दु यस्तै सेतै हुँदा काट्यो भाइ हडियोमै। हामी त यो चैतको आज चैतको कति भयो 9 चैतको 7 गते र फेरि यसलाई काटिसकेपछि अनि भरे बेलुकातिर ट्र्याक्टर लगाइदिन पर्छ कि हो मकै छरिदिने तलतिर चैते धान रोप्ने त्यही चैतको 12-15-16तिर रोप्छु भन्दैछ के अरे। अब फेरि छिमेकीसँग पडोसीसँग ट्र्याक्टर आउँदाखेरि मिल्नुपर्छ। ठिकै छ हल्का फुल्का काम गरिन्छ रमाइलो लाग्छ खुसी लाग्छ आनन्द लाग्छ एकदम शरीरलाई थाकेको महसुस बेलुका काम दिनभरि काम गर्दा बेलुका खानासाना खाएर बिस्तारामा पल्टिँदाखेरि शरीरलाई आनन्द उल्टै आनन्द छुट्टै आनन्द आउँछ कि थाके पनि अब काम हुँदा त गरिन्छ अब दिनरातै काम हुँदैन। मलाई भएन क्या गाईडिङमा पालौँ भने सक्दैन गाईडिङमा पालेपछि बाहिर फेर जान पाउँदैन एउटा त्यहीँ ध्यानै गर्नुपर्छ घाँस काट्ने कुँडो फाँडो सबै यो पेथेहरू हामीले समयमै टिप्न नपारै फुलफुलेर यो कामै लाग्यो बेथे लडेको सागहरू हो त्यो त कति धेरै कहीँ टाला सिखाएर बिन्छु ए कान्छाले त्यहाँ कलेज आएर ए ड्युटी हो त उसमा जान्छ होला नि अफिस गर्न अहिले त हामी आमा औँसीमा त उसमा जाऊँ है आमा हाम्रो माइक समरिस मेरो 80 वर्षको आमालाई आमा औँसीको दिनमा हामी भेट्न जाने कुराकानी हुँदैछ। आमा यता आउनुभन्दा यता बोलाउनुभन्दा वहीँ जाने र कास्टनमा खाजा पानी ल्याएर त्यो हाम्रो उहिले बाख्रा चराको कास्टनको त्यो रानी मल भन्ने त्यो उता रानी पौवा होइन रानी मल त भन्छ उहिले त्यहाँ गएर बसेर खाजा पानी खाने अनि घर माइत जन्मेको घरमा गएर एकछिन बसेर आउने हो। अहिले त पोहोर पर त सधैँ आमा यता आफ्नो उपचार चेकअपको लागि यता आउनुहुन्थ्यो र गो अहिले त जाने फेरि त्यतिखेर त सबै 6-7 जना दिदी पनि सबै बाइक हुनेहरूसँग स्कुटर हुनेहरूसँग कन्ट्याक्ट गरेर सल्लाह गरेर जान पर्ला नि। ए बुढा तपाईँ पनि आउनु त चिया खानु अब हुन त तपाईँले बिहानै खानुभयो के अरे बिहानै मैले 6 बजे 1 महिना पानी सरकारी मग क्या लाउरे मगको सरकारी मनतातो पानी अनि मैले फलफुलहरू दिएँ अनि बिस्तारै खानुहुन्छ के अरे अनि कोदोको पिठो र फापरको पिठोको 2-2टा चम्चा मैले फिटेर अनि पानी उमालेर त्यहाँ जाउलो बनाउँछ खोले बनाएर अनि मजासँग नमिठो भयो भन्नुहुन्न कति भयो 1 वर्ष भयो त्यसरी गर्नु उहिले त हाम्रो गाउँठाउँमा त भोटे कुकुरलाई खोले बनाएर दिन्छ तर हामीले नबुझेर रहेछ क्या हामी आफैले खान पर्ने रहेछ। बिहान त मैले यति 1 चम्चा खाएँ भोक लाग्यो कान्छी बहिनी पनि मलाई सघाउन आउँदाखेरि खाना भन्थ्यो क्या त एकछिन 1 घन्टा जति काटेर जान्छु भनेर अनि चिया खाऊँ भनेर यति सिधाएपछि त जोस् आनन्द भयो। यसले त बिन्दु उखाल्ने होइन यसले त घाँसै काटिदियो क्या झ्याउ भयो त्यो भेनाले झारै उखाल्यो अरे के अरे भनेर गाली दिएको अरे पुरा
छिटो खोल ठुलो खोललाई छिटो चल्यो ल खाली राख्न भएन अनि फापर छरिदिएको खासै भएन अब मल पनि हुन पर्यो मल जल्को पनि गर्नु पर्यो मल भएन यहाँ फोर्टर चियरको भुपु लाउरे सुरेश दाईलाई फेरि थोरै इन्टरभ्यू लिन पर्यो हजुर अब यही घरको मालिक हुनुहुन्छ होइन साउजी हजुरलाई भेटघाट गर्न पनि धेरै मुस्किल भयो हजुरसँग यसो इन्टरभ्यू लिँदा पनि कहिले पनि नभ्याउने अहिले बल्ल बारीतिर बिहान उठेर बल्ल बारीतिर आउनु हुँदाखेरि केही कुराहरू सोध्न चाहे हजुरले पनि गाह्रो नमानिकन भनिदिनुहोस् हजुरको शुभ नाम के पर्यो अरे मेरो सुरेश गुरुङ हो नाम हजुर 83 नोभेम्बरमा भर्ती भएको हो मेरो 17 साल सर्भिस गरेँ त्यो 17 सालमा 4-5 जग्गामा म घुमफिर गरेँ र बनारसमा ट्रेनिङ गरेँ बनारसमा ट्रेनिङ गरेर कसम खाएर मणिपुर गयो मणिपुरबाट कोटा आयो कोटाबाट फेरि चर्मा गयो धारचुला चर्मा महाकाली अञ्चलको छेउछाउमा फेरि गुरदासपुर आयो गुरदासपुरबाट आबोर गयो आबोरबाट फेरि अल्मोडा गयो अल्मोडाबाट पेन्सन आयो ए है हजुर बयसमा कति राम्रो हुनुहुन्थ्यो होला है हिरो नि बयसमा अब सबै राम्रो हुन्छ म मात्रै होइन जम्मै राम्रो हुन्छ त हजुरलाई कसैले के भन्छ माया प्रेम गरौँ के अरे कसैले आँखा यसो छर्के आँखाले कसैले हेरे कि हेरेन भन्नुहोस् त आँखा हुनेहरूले त हेरिहाल्छ नि अब मणिपुरमा केटीहरू पछि लागेकै हो नेपालमा लाएन नेपालमा पनि लाएको थियो अब पहिला अब भर्ती नहुँदाखेरि भर्खर यङ अवस्थामा शैक्षिक भ्रमण जाँदाखेरि एउटा केटी पक्रियो थियो मैले वास्ता गरेन यस्तै हो अलिकति बयस हुँदाखेरि त भइहाल्छ नि तर मैले वास्ता गरेन म आफ्नो फ्युचरपट्टि लाएँ ए हो भर्ती भएर आफ्नो खुट्टामा उभिएर अनि बल्ल बिहा गरेर आफ्नो जीवन कसरी हुन्छ अगाडि बढाउने राम्रो एउटा झुप्रो बनाउने परिवार बढाउने भन्ने कुरो जस्तो भयो मैले आज त्यस्तो पहिला त म कताउता यताउता ध्यान अनि अब वयसको कुरा गर्दाखेरि त अब त्यो धेरै लामो हुन जान्छ यौवन अवस्थामा मलाई चाहिँ केटीहरूले नहेरेको होइन हेरेकै हो मैले वास्ता गरेन पछि पर्थ्यो अब अझै अहिले पनि यसो हिँड्यो बाइकमा चढाएर चस्मा लगाएर बाइक कुदाएर हिँड्यो भने हेर्छन् कसैले अहिले त सबै फेसबुकको जमाना आयो फेसबुकतिरै आफ्नो बोयफ्रेन्ड हुन्छ गर्लफ्रेन्ड हुन्छ यी साह्रो वास्ता हुन्न क्या पहिलेको जस्तो जमाना छैन अब अहिलेको केटाहरूको हातमा मोबाइल हुन्छ मोबाइलमै आफ्नो गर्लफ्रेन्ड हुन्छ बोयफ्रेन्ड हुन्छ आफ्नो सबै त्यो हेर्नु पाउने त्यही मोबाइलमै हुन्छ अनि गर्दाखेरि मेरो नि फेसबुक हो भयो धेरै हुन्छ म फेसबुक चलाउँदैन म मोबाइलतिर खासै ध्यान दिन्न फेसबुक चलाएको भए भेट्नको नि धेरै केटीहरू हुँदैन त्यस्तो त अब फेसबुकतिर मेसेन्जरतिर म त्यो साइडतिर म बिजी हुन मन लाग्दैन म सत्य तथ्य घटनातिर जान मन लाग्छ ए हो हजुर त के दुब्लाउनु भयो कि मोटाउनु भएको रे अब यति त अब अलिकति दुब्लायो नि त अब म बिमार भएँ अहिले हजुर ठिकठाक हुनुहुन्छ नि होइन ठिकै छ हल्का काम गरिरहेको छु हिँडिरहेको छु खाइरहेको छु अब अलि यताउता घुमफिर गरेको छैन अब 1 साल पुग्न लाग्यो म अपरेसन भएको अब यसो हल्का फुल्का हिँड्नु पर्ला भने 7 भयो के हो 8 बज्न लाग्यो हो अनि अहिले बुढा मैले अघि बिहानै खङहोले मामा को बुहारी माइली बुहारी देवीको घरबाट आबोकाड ड्राइगन फ्रुट है ड्राइगन फ्रुट उनको घर बनाएको रहेछ अनि सबै फालिदियो दिदी लैजाऊ भनेर मैले ल्याएको छु डोकोभरि ल्याएको छु तपाईँले त्यो ड्राइगन फ्रुटको कसरी गमला बनाउनु भएको छ के अरे त्यसलाई सार्नु कुन ठाउँमा सार्ने हो गमलामा भन्दा यहीँ हुन्छ अरे भुइँमा अब कहाँनिर सार्ने खोइ यहाँ त खेती गर्नु पऱ्यो त्यो गोलभेडाको आडामा सार्नुपर्छ के अरे त्यहाँ हुन्छ होला त्यो
भुइँ स्याउ पनि छ त्यहाँ। ओ जय नेपाल हजुर, जय नेपाल सन्चै हुनुहुन्छ भाइ दाइ? भाइको भन्नु। कता रोप्ने त अब? ड्रागन फ्रुट यो गोलभेडा आएको आडतिर रोपौँ भने फेरि माथि झ्याउ हुन्छ होला, निकै आउरो जान्छ। त्यसलाई ऊ चाहिन्छ फेरि, यसलाई चाहिँ एउटा काठ ल्याउनु पर्ला। वा काठले यो मेवाला फाल्ने 2 वर्षदेखि हुन्न। त्यो मेवाको बुटो पनि यो फाल्ने अनि यसमै रोपौँ न त। मेवाको बुटो अनि तपाईँले त वहाँ ढलानमाथि रोप्छ भन्दै हुनुहुन्थ्यो त। त्यो गमलामा सारेको जाने माथि लाने हो। ल मेरो बुढाले घरमा बसिरहने बेला गमला पनि बनाउनु भएको छ। मैले फेरि उहाँले गमला बनाएको फेरि अर्को ब्लगमा हाल्नेछु। अहिले उहाँले हामीलाई नास्ता पानी ल्याइदिनु भएको थियो र म अहिले हल्का कान्छी बहिनीसँग फापर काट्दै तल हिजो अस्ति काटिसक्यो। खासै भएन है बिन्दु। मेरो बिन्दु बहिनीलाई थ्याङ्क यू, धेरै धेरै धन्यवाद मलाई सघाइदिनु भएकोमा। अनि यहाँ सुरेश जीले पनि चियापानी ल्याएर सघाइदिनु भयो। हजुरलाई मुरी मुरी धन्यवाद। आयु लामो हुनु, निरोगी हुनु, रोग व्याध नहुनु। हजुरको शुभ नाम के पर्यो भन्नुहोस् त? मेरो नाम सुरेश गुरुङ। अनि तपाईँ इन्डियन आर्मी हो कि नेपाल आर्मी हो कि नेपालको के अरे आर्मी हो कि ब्रिटिस आर्मी? लो भन्नुहोस् त। म भारतीय सेनाको अवकाश प्राप्त भएको भुपुर लाउरे हो। सुरेश दाई, हजुर इन्डियन आर्मी 17 वर्ष जागी गर्नुभयो, तर कुन कुन ठाउँमा हजुर बस्नुभयो? यसो केही कुराहरू 1-2 शब्द भनिदिनुहोस् त। म भर्ती भएँ, बनारसमा ट्रेनिङ गर्यो 9 महिना, 6 महिना ड्युटी कम्पनी बस्यो। त्यसपछि 1985 सालमा मणिपुर गएर मणिपुरमा 1 साल बस्यो। पल्टन थियो मणिपुरमा, वहाँ ड्रप गएको। त्यसपछि आएर फेरि 86 सालमा कोटा आएँ, कोटामा 3 वर्ष बस्यो। 79 मा फेरि कोटाबाट चर्मा गयो, धारचुला चर्मा, यता महाकाली अञ्चलको आडतिर पर्छ क्या। अनि धारचुलामा बस्यो, चर्मामा बस्यो। त्यसपछि फेरि यता गुरदासपुर आयो, गुरदासपुरबाट फेरि आबोर गयो, आबोरबाट फेरि यो कोटा